हेल्थ इन्सुरेन्समा अबदेखि रेफर सिस्टम हटेको हो त किनकि असार 10 गते पब्लिस भएको नोटिसले धेरै मानिसहरू कन्फ्युज भएका छन्। सो खासमा कुरा के हो भन्दा नेपाल सरकारको स्वास्थ्य बीमामा जोइन हुनुभएका मानिसहरूका लागि एकदमै स्याड न्यूज छ, किनभने यो नोटिसका अनुसार 2082 साल साउन 1 गतेदेखि फर्स्ट सर्भिस पोइन्टको लागि गभर्नमेन्ट हस्पिटल कम्पलसरी हुनेछ। व्हिच मिन्स योभन्दा पहिला मानिसहरू बिरामी हुँदा आफूलाई पाएको पर्ने हस्पिटलमा जान्थे, जस्तै कम्युनिटी हस्पिटल, प्राइभेट हस्पिटल या गभर्नमेन्ट हस्पिटल। अबदेखि के हुने भयो भन्दा मानिसहरू बिरामी भयो भने कम्युनिटी अथवा प्राइभेट हस्पिटल जान पाउने भएनन्। व्हिच मिन्स सबैले अब कम्पलसरी गभर्नमेन्ट हस्पिटल जानु पर्यो। अब प्रब्लम के हुने भयो भन्दा योभन्दा पहिला आफ्नो ट्रिटमेन्ट जहाँबाट सजिलो छिटो छरितो हुन्थ्यो नि, मानिसहरू पनि त्यही जान्थे। अब भने सबै एउटै ठाउँमा जाने भनेपछि क्राउड, डिले, ह्यासल जस्ता समस्याहरू हुने भयो, जसको कारण बिरामीले टाइममै ट्रिटमेन्ट पाउने भएन। गभर्नमेन्टको साइडबाट हेर्दाखेरि खर्चलाई मिनिमाइज गर्न, गभर्नमेन्ट हस्पिटलको क्यापेसिटी बिल्डअप गर्न जस्तो देखिन्छ। व्हिच मिन्स गभर्नमेन्टको रेभेन्यू पनि बढ्छ होला, बट एट द एन्ड अफ द डे गभर्नमेन्टको फर्स्ट प्रायोरिटी भने कुनै पनि पेसेन्टले राम्रो सर्भिस पाउनु पर्छ भन्ने होला नि, हैन? किनकि 2-3 हजारको उपचारको लागि अहिले पनि 3-3 दिनको लाइनमा बस्नुपर्छ। बट झन् यसमा यो रुल अप्लाई भएपछि के हाल होला के? यो चिजलाई कन्सिडर गरेर के प्रोग्रेसिभ स्टेप लिएको होला भनेको त झन् रिग्रेसिभ ताल छ त। यसको मिनिङ हेल्थ इन्सुरेन्स खत्तम भयो भनेको होइन, भोलिको दिन जुनसुकै बेला पनि काम लाग्न सक्छ। बट हाम्रो मेन मोटिभ भनेको तपाई हामीहरूले पब्लिक सर्भिसको लागि भोइस रेज गर्नुपर्छ भन्ने हो।